everyone दार्जिलिङ। सबैजनालाई जय मसी अनि नमस्ते। आज चाहिँ हामी छुट्टी गएको छु हैन। छुट्टी आएको लिनरको अफिस खोज्दै ढिलो भइसक्यो। उसको त्यो ब्याङ्कको एउटा अलिकति प्रब्लम भइरहेको थियो कि अफिस खोज्दै यहाँनिर 2 बजिसक्यो हो। अन्त आज हामी छुट्टीमा के गर्छु कसो गर्छु तपाईँहरूलाई म देखाउँछु नि ल। हाई भनिदिनु। अहिले चाहिँ हामी रिवायर अफिस जाँदैछु होइन। लिनरको त्यो अकाउन्टमा अलिकति प्रब्लम आयो नि त। अन्त जतिजनाको पनि रिवायरमा अकाउन्ट छ होइन। अन्त उहाँहरूलाई चाहिँ म अफिस देखाउँदैछु। अब कतिजनालाई त थाहा छ होला होइन। अब कति नयाँ आउनुहुनेलाई त थाहा हुँदैन नि त त्यो रिवायर अफिस पनि कहाँ छ तेल अभिभमा भनेर। अन्त आज चाहिँ हामी त्यहाँ जाँदैछु हो। अन्त तपाईँहरूलाई म लोकेसन अन्त त्यो बाहिरको उयो बिल्डिङ सबै देखाइदिन्छु नि ल। हामी चाहिँ अहिले आइपुगे यहाँ रेमाइटली अफिस। रिवायर पनि भन्थ्यो होइन। अन्त जतिजनाको पनि प्रब्लम छ हो अकाउन्टसँग अन्त यहाँनिर यो अफिसमा आएर तपाईँहरूले सल्भ गर्न सक्नुहुन्छ। यो अफिस चाहिँ रेमाइटली अफिस चाहिँ कहाँ छ भन्दाखेरि तेल अभिभको वाल्टर मोजेस स्ट्रिट 33 मा छ हो। अनि त्यसको अपोजिटमा चाहिँ यस्तो छ एस्ट्रोम पोर्टको यहाँनिर हो। यहाँनिर काम सकेर चाहिँ हामी चाहिँ गयो खाना खानु होइन। खाना खानु कहिलेदेखिको भोक लागिरहेको थियो। अन्त ठिकै यहाँ सलिना बहिनीसँग पनि भेट भयो। अन्त हामी चाहिँ सधैँ यही रेस्टुरेन्टमा खान्छु नि त। अन्त हामीले प्रिस्किला दिदीलाई पनि पर्खिरहेको थिएँ। अन्त दिदी पनि ठिकै आइपुग्नु भयो। अन्त यहाँनिर भित्र लिनरले चाहिँ के अर्डर गर्दै गर्छु ल भनेर पसिसक्नु भएको थियो हो। अन्त यहाँनिर लिनरले चाहिँ के अर्डर गरेछ भन्दाखेरि चाहिँ यो बिफ चाउमिन, बिफ फ्राइड राइस अन्त यो पोर्क चिल्ली अर्डर गर्नुभएको थियो हो। यो दुईटा चाहिँ एकदमै मिठो थियो। तर यो पोर्क चिल्ली चाहिँ एकदमै हामी तिनैजनालाई मन परेन। साह्रै बेसी ओभरै गुलियो थियो। हनी हालेको हो कि के हालेको अब त्यस्तै खालको फिल भयो हामीलाई चाहिँ होइन। अनि त्यो हामी स्पिड भटभट खाएर चाहिँ हामी चाहिँ गयो अपार्टमेन्ट। पासाङ दादा है आज भेटेको खुसी लाग्यो तपाईँलाई भेटेर। हजुर हुन्छ दादा अहिले भेटौँ ल। त्यहाँ चाहिँ हाम्रो ज्वाइँ। हामी चाहिँ अहिले अपार्टमेन्ट पनि पुग्यो होइन। अन्त अपार्टमेन्ट सबै आउनु भएको रहेछ होइन। अन्त यहाँनिर अजय दादा, मन्जु दिदी, इन्द्रिका दिदी, भास्कर दादा, केल्भिन दादा, रतन दादा अन्त यहाँनिर चाहिँ सतीश दादा पनि हुनुहुँदो रहेछ हो। अन्त सतीश दादालाई पनि भेटेर चाहिँ एकदमै खुसी लाग्यो। अन्त यहाँनिर चाहिँ साथी पनि रहेछ लिजा साथी हो। अन्त भित्रपट्टि गएको त भित्र त एकदमै फुटबल जानुको लागि रेडी हुँदै रहेछ। यहाँ पसेको मात्रै थिएँ छेमाले जिब्रो निकालेर हो। अन्त निलम दिदीले पनि हाई गर्नु हुँदैछ होइन निलम दिदी। अन्त यहाँनिर अनिता दिदी होइन छेमालाई पनि भेटेँ। अन्त अनिता दिदीलाई पनि भेटेर चाहिँ एकदमै खुसी लाग्यो होइन। उहाँ दिदीसँग पनि म फोनमा मात्रै बोलेको नि त। अन्त यहाँनिर मनिषा दिदी हो। यहाँनिर निलम दिदी अन्त यहाँनिर मेरो साथी मेलिना उसँग पनि नभेटेको चाहिँ धेरै महिना भएको थियो नि त। अन्त यहाँनिर लिचियासँग पनि भेटेँ हो। उनीहरू चाहिँ रेडी हुँदै थियो। फेरि बाहिरपट्टि हेरेको त बाहिर चाहिँ एकदमै डान्स हुँदै रहेछ हो। अघिसम्म चाहिँ लु के भन्छ फुटबल जानुको लागि अत्तालिनुपर्छ भन्दै सबैजना अत्तालिँदै थियो। अहिले त फेरि डान्स पो गर्दैछ हो। फेरि डान्स गर्दा गर्दै एकछिनमा तलबाट लु छिटो न के साह्रो ढिलो तल गाडी आइसक्यो अरे भनेर लु सबैजना जानु थाल्यो। फेरि जाँदा सतीश दादाले चाहिँ हँसाउनु हुँदैछ हो। त्यही हाँस्यो होइन त दादाले चाहिँ पुरा हँसाउनु हुँदो रहेछ लु। अन्त हामी यहाँ जाँदा बिरु दादा यहाँ दादा अन्त मुकेश दादासँग पनि भेट भयो। उहाँहरू चाहिँ फुटबल हेर्नु जानु हुँदैन अरे हो। अन्त यहाँनिर हामी फुटबल हेर्नुको लागि पस्यो होइन। सबैजना एक्साइटेड एकदमै खुसी। अन्त यहाँनिर चाहिँ हाम्रो प्लेयर्सहरू हुनुहुन्छ होइन। अजय दादा, रतन दादा अन्त भास्कर दादा हो। अन्त यहाँनिर चाहिँ हामी होइन। अन्त मामालाई मैले सोध्दैछु होइन मामा कस्तो लाग्यो तपाईँलाई भन्दैछु। अन्त मामाले पनि के भन्नुहुन्छ सुन्नुहोस् ल।